हेलो साथीहरू नमस्ते के छ सन्चै राम्रै हुनुहुन्छ होला म पनि सन्चै राम्रै छु होइन अनि चाहिँ मेरो नाम चाहिँ सन्सिला यिनको नाम चाहिँ सफिया यिनी चाहिँ अस्ति अस्ति त्यहाँ नाचिन् कि प्रोग्राममा होइन हिरोनी भन्दै हो त्यो यस्तो छोटो चोली लाएर अनि पछि फेरि मैले सोफी जाडो हुन्छ के अरे ज्याकेट त ल्याउ म छोपिदिन्छु तिमी चाहिँ नाच नि पछि सकाएर लाउदी भनेको त हामी हेरौँ जस्तो मान्छे जाडो हुन्न भन्दै त्यस दिन चाहिँ फुर्ती देखाएँ 3 दिनसम्म होइन त्यसपछि अब इग्नोरमा हेर होइन अनि पछि फेरि त्यसपछि अस्ति फेरि टाउका त मेहन्दी देख्नु हट्ट अल्किया के अरे त्यहाँदेखि त्यो मेहन्दी लाउन पर्यो भनेर नुहाएर फेरि मेहन्दी लगाएर फेरि नुहाउँदा खोलाको पानीले चिसो भएछ तर 15 खोलाको पानीले पनि चिसो त्यो हावाले चिसो भएछ र यिनी आज चाहिँ बिरामी बसिन् बिरामी पनि कस्तो भने हिजो बेलुकी उठ्नु धो भनेर बिरामी बस्यो भनेर ठस ठसी गरिन् नि त होइन छेउमा त्यसपछि फेरि उस गरिन् गएर सुतिन् मम्मीले औषधि लगिदिनु अनि पछि फेरि राति अब फोन पनि चाहिएन कि शुभम माथि हिजो शुभमलाई दिइन् फोन त्यहाँबाट बिहान फेरि अघि ठ्याक्कै 10 बजे उठेको उठेर फेरि तोरु खान खोज्ने चिसोमा फेरि हेराएको पनि चिसो भयो पानी कम भयो भन्नुहुन्थ्यो त्यसपछि फेरि अब खाने फेरि खालि तोरुल हो के फेरि त्यसपछि फेरि अहिले चाहिँ अब दिउँसो भइसक्यो नि त त्यो चाहिँ सुन्तला खाएको खाइयो त्यहाँबाट इम्ली आयो त्यो 1 रुपियाँ चम्चा इम्ली बिरामी भएको मान्छेले अघि सुती थिइन् म सुतीको भिडियो पनि यसमा राखिदिन्छु कि सुती थिइन् अहिले सुन्तला खान उठिन् अनि पछि फेरि यस्तो नि बिरामी भन्छन् र अनि अब त्यो खान मन लागे जे पनि खाने अरे जुरुक्क उठ्ने अरे यति काम गर्ने नि त्यहाँबाट घुद्रुकै सुत्ने हो कि सुत्न आँग्न हावा नि हुन्छ त्यो मम्मीले बाट कान्छी छोरी चिसो हुन्छ नानी ला चट्टै के अरे पिफम दोछा भन्दा चाहिन्न मलाई भुइँमा सुत्छु भन्छन् तर मम्मीले दोछाइदिनु कान्छीले खुब स्याहार गर्न हो त्यस्तोले नि के बिरामी भन्ने होइन अरे यो कपाल थिएन कहिले सम्हालिदिनु त्यही त त्यो अब भन्ने त्यही हो फेरि ल्याएर ठुल्ठुलो आयो त्यो आफू सुतेर यही त फोक्न नभएर मामाले फोकाइदिन्थ्यो सुन्तला यो हाम्रो मामा